स्वागत छ तपाईलाई। हरेक वर्ष चाहिँ यस वर्ष पनि जेठ 15 मा नेपालका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी बजेट सार्वजनिक गर्नुभयो। हरेक नागरिक र हरेक करदाताले यसको बारेमा जानकारी राख्नुपर्छ, किनकि यही बेला तपाईले तिरेको कर कहाँ र कसरी खर्च गर्ने भन्ने योजना थाहा हुन्छ। नेपाल सरकारले यसपटक इतिहासकै सबैभन्दा ठूलो बजेट सार्वजनिक गरेको छ, 21 खर्ब 24 अर्ब रुपैयाँ। सरकार भन्छ 10 लाखसम्म कमाउनेले आयकर तिर्नु पर्दैन, कर्मचारीको तलब 21% बढ्नेछ, डिजिटल भुक्तानीमा 10% क्यासब्याक पाइनेछ, एआई कम्प्युटर सिस्टम बन्नेछ। अब नेपाल आर्थिक रूपमा नयाँ युगमा प्रवेश गर्नेछ। सुन्दा लाग्छ नेपाल अब केही वर्षमै विकासको उचाइमा पुग्नेछ। तर बजेट केवल घोषणाहरूको नाम भने होइन। वास्तविक प्रश्न यो हो, यति धेरै पैसा कहाँबाट आउँदैछ र सरकारको खर्च गर्ने क्षमता कति छ भन्ने बारे। र सबैभन्दा महत्त्वपूर्ण कुरा, के यो बजेटले साँच्चै नै नेपालीहरूको जीवन बदल्न सक्छ? आज हामी तथ्यका आधारमा नेपालको आर्थिक बजेट 2083-84 लाई विस्तृत रूपमा विश्लेषण गर्नेछौँ। बजेटको वास्तविक आकार। यस वर्षको कुल बजेट 21 खर्ब 24 अर्ब रुपैयाँ रहेको छ। सुन्नमा यो बजेट धेरै ठुलो लाग्छ, तर प्रश्न उठ्छ, सरकारसँग यति धेरै पैसा कहाँबाट आउँछ? बजेटको सबैभन्दा ठुलो हिस्सा राजस्वबाट आउँछ, लगभग 14 खर्ब रुपैयाँ। त्यसपछि आउने दोस्रो ठुलो स्रोत भनेको ऋण हो, लगभग 6 खर्ब 57 अर्ब रुपैयाँ। अर्थात् सरकारले खर्च गर्ने हरेक 100 रुपैयाँ मध्ये 31 रुपैयाँ ऋण लिएर खर्च गर्दैछ। यो तथ्यलाई बजेट भाषणमा धेरै ठुलो रूप दिइएन। यही तथ्यले नेपालको आर्थिक स्वास्थ्यबारे धेरै कुरा बताउँछ। सरकारको पैसा कहाँ खर्च हुन्छ? अब अर्को महत्त्वपूर्ण प्रश्न, यो पैसा कहाँ जान्छ? सरकारले सबैभन्दा धेरै खर्च चालु वर्षमा राखेको छ, 12 खर्ब 77 अर्ब रुपैयाँ, अर्थात् कुल बजेटको लगभग 60%। यो पैसा तलब, भत्ता, प्रशासनिक खर्च र सरकारी संयन्त्र चलाउन खर्च हुन्छ। तर विकास निर्माणका लागि केवल 4 खर्ब 31 अर्ब रुपैयाँ। सोच्नुहोस्, देश विकासका लागि छुट्याइएको रकमभन्दा सरकार चलाउन छुट्याइएको रकम लगभग 3 गुणा बढी छ। यही कारणले नेपालमा बजेट ठुलो भए पनि विकासको गति अपेक्षाकृत रूपमा पछाडि परेको देखिन्छ। कर छुट वास्तविक राहत कि राजनीतिक निर्णय? यस बजेटको सबैभन्दा चर्चित घोषणा थियो 10 लाख रुपैयाँसम्म आम्दानी हुनेलाई आयकर छुट। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। सरकारले यसलाई मध्यम वर्गको राहत भनिरहेको छ, तर अर्को रोचक तथ्य पनि छ। अधिकतम आयकर दर 39% बाट 29% मा झारिएको छ। यसबाट सबैभन्दा ठुलो फाइदा कसलाई हुन्छ? धेरै आम्दानी गर्ने व्यक्तिहरूलाई। सरकारको तर्क छ कर घटाउँदा लगानी बढ्छ, तर आलोचकहरू भन्छन् यसले राज्यको राजस्व घटाउन सक्छ। अब कुन पक्ष सही साबित हुन्छ त्यो आगामी वर्षहरूमा देखिनेछ। तलब 21% ले बढ्यो, तर महँगीको के? सरकारी कर्मचारी र शिक्षकहरूको तलब 21% ले बढाइएको छ। स्वाभाविक रूपमा यो लोकप्रिय निर्णय हो, तर अर्को प्रश्न पनि छ, यदि बजारमा महँगी बढ्दै गयो भने, यदि वस्तुको मूल्य पनि बढ्दै गयो भने, त्यस अवस्थामा तलब वृद्धि भएको प्रभाव कति समय टिक्ला? बजेटले तलब बढाउने घोषणा गर्यो, तर उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र महँगी नियन्त्रण गर्ने स्पष्ट योजना भने कम देखिन्छ। एआई सेन्टर र नयाँ नेपालको सपना। सरकारले काठमाडौँमा नेपालको पहिलो एआई कम्प्युटर सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। यो निकै महत्त्वकांक्षी योजना हो। विश्व अहिले आर्टिफिसियल इन्टेलिजेन्सको युगमा प्रवेश गरिरहेको छ। नेपालले पनि त्यसबाट फाइदा लिनुपर्छ। तर प्रश्न फेरि त्यही हो, के नेपालसँग पर्याप्त विद्युत, दक्ष जनशक्ति र डिजिटल पूर्वाधार छ, कि यो केवल अर्को आकर्षण घोषणा मात्र हो? सबैभन्दा ठुलो चुनौती। यस बजेटको सबैभन्दा ठुलो चुनौती रकम होइन, त्यो हो कार्यान्वयन। नेपालमा विगतका धेरै बजेटहरूमा पनि ठुला घोषणाहरू भएका थिए, तर चुनौती एउटै थियो, पैसा खर्च गर्न नसक्नु। हरेक वर्ष पुँजीगत बजेटको ठुलो हिस्सा खर्च नै हुँदैन। यदि यस पटक पनि त्यही समस्या दोहोरियो भने 21 खर्बको बजेट कागजमा मात्र ठुलो देखिनेछ, जमिनमा होइन। निष्कर्षमा भन्नुपर्दा यस बजेटमा केही सकारात्मक पक्षहरू पनि छन्। कर छुट छ, तलबमा वृद्धि छ, डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन छ, एआई र प्रविधिमा लगानी गर्ने संकेत देखिन्छ। तर अर्कोतर्फ
ऋण बढेको छ, विकास खर्च अपेक्षाकृत भन्दा कम छ र कार्यान्वयनको पुरानो समस्या अझै पनि समाधान हुन सकेको छैन। अन्ततः यो बजेटले नेपालको भविष्य बदल्ने कि नबदल्ने त्यो बजेट भाषणले होइन, आगामी वर्षहरूमा देखिने कामले बताउनेछ। तपाईलाई यो बजेट कस्तो लाग्यो? के यो आर्थिक क्रान्तिको सुरुवात हो वा फेरि अर्को ठुलो सपना मात्र? आफ्नो विचार कमेन्टमा बताउनुहोला। भिडियो मन परेमा भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गरेर जोडिन नभुल्नुहोला। मिल्नेछौँ नयाँ टपिकको साथमा।